Hello guys, good afternoon from त्यसै गाउँ। हाम्रो गाउँ चाहिँ यस्तो रहेको छ साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ। यता पनि घरै घर छ, तलसम्म बिचमा बाटो। यहाँ चाहिँ भाइहरू खेलिरहेछन्। अनि के साह्रो घाम लागेको हो, भर्खर यहाँ अलिक ओझेल परेर हामी चाहिँ हिँडेको डुल्न माथिको घरमा बडाहरूको घरमा गएको। हामी चाहिँ यहाँ बिट खाँदै हिँडिरहेको छु, ब्लड कम्ती भएर खाँदै हिँडेको। एकरो बसेर खायो भने त खानै मन लाग्दैन, रुच्दैन। अनि खाँदै हिँड्यो भने चाहिँ खाएको नै थाहा हुँदैन साथीहरू। हेलो आरिफ, यता फर्केर हेलो भन न, हेलो भन न। आउँछ आरिफ, कता गएको? आऊ यता, अघि बिहानै गएर आएको। हाम्रो चोक त यस्तो सुनसान पो छ त हौ आजभोलि त। आरिफ कहाँ गएको रे? भन त कहाँ गएको? अजाहरूको घर गएको? बाटो पो हिँड्नुपर्छ त, अब कुद्नुहुन्छ है भरे अजाहरूले। हामी चाहिँ हाम्रो बडाहरूको घर आइपुग्न लाग्यौँ ल। यहाँ चाहिँ यस्तो राम्रो फुल फुलेछ। यहाँ चाहिँ रेणुका दिदीको काँक्रा फलेछ, बाङ्गो टिङ्गो। ए ल ल आया। यहाँ चाहिँ कत्रो प्याज पनि फलेछ साथीहरू, लसुन पनि। अनि यहाँ चाहिँ फुल रोप्न आँट्नु भएको अरे बडीले, पट भरेर बस्नु भएको रहेछ। यहाँ चाहिँ हाम्रो काले छ। ओइ काले, यहाँबाट चाहिँ हाम्रो गाउँ चाहिँ कस्तो राम्रो देखिन्छ डाँडाबाट। तल भाइहरू खेलिरहेछन्। कस्तो सरर हावा आइरहेछ यहाँबाट चाहिँ शीतल। म चाहिँ हाम्रो बडाहरूको काँक्रा बारीमा आएको साथीहरू। काँक्रा चाहिँ फलेको रहेछ, कति धेरै फल्दो रहेछ। अनि यहाँ चाहिँ टमाटर रोप्नु भएको रहेछ। म यहाँ नआएको पनि कति भयो नि त, सधैँ त आइबस्थेँ। अहिले बिरामी भएकोले कतै पनि हिँड्नै पाएको छैन। घर छोडेर घरतिरै बस्यो, दिनभरि रेस्ट गर्यो, सुत्यो, काम छैन। खोर्सानी पनि फल्नु थालिसकेछ। यहाँ चाहिँ डल्ले खोर्सानी अक्कबरे फुल्नु थालेछ, फल्नु थालेछ। यहाँ चाहिँ कफीको बिरुवाहरू उमार्नु भएको छ हाम्रो बडाहरूले। म चाहिँ यहाँ टनेलभित्र छु साथीहरू। यहाँ हेर्न आएको बारीमा के फलेको रहेछ, के रोप्नु भएको रहेछ भनेर। कति भयो नि त नआएको। यहाँ टमाटर चाहिँ राम्रो भएको रहेछ, फुल्दै रहेछ, बान्ने बेला भएको रहेछ टमाटर। यहाँ चाहिँ कफीको नर्सरी। यो चाहिँ रेणुका दिदीको घरमा आइपुगेको छु साथीहरू। कस्तो शीतल हावा आएको। यता पनि खतरा घाम लागेर गरमै भइरहेछ हौ आजभोलि त, मौसम परिवर्तन भएर। यहाँ चाहिँ कस्तो राम्रो फुल फुलेको रहेछ, तर घामले ओइलाइसकेछ। आवर भिलेज के दामी देखिन्छ है पहाड, पहाडको चुचुरोहरू। अनि यस्तो शीतल हावा आइरहेछ नि। म चाहिँ यो भिडियो यहीँ गर्नु पर्यो अब। थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।